अरे जर्सी सर्सी पनि छैन आजकल त के हो पारा लगाउनु लाज लाग्छ के हो त्यस्तो होइन नि हो कस्तो कुरा नबोल्दो रहेछ यस्तो काम गर्ने बेलामा त्यस्तो जर्सी लगाएर हुन्छ त जित हार भन्ने कुरा त खेलमा हुन्छ क्या अब तर त्यस्तो साह्रो चाहिँ हुँदैन तेरो जस्तो त्यो झेली खेल्दा जितेको छ होइन बुझिस् झेली पो खेल्नु हाले साला तिमीहरू जस्तो हो साला यिनीहरू पेन्डोको फ्यानहरू हो मेन यो कन्ट्रोभर्सी निकाल्ने साले मेसीलाई रेफ्री किनेले अरे मेसीले अर्जेन्टिनाले रेफ्री किने अरे वर्ल्ड कपको डल्लै म्यानेजरै मेसी हो भनेर त यो साला पेन्डोको फ्यानहरू हो त खतम तिमीहरू जित्न नसक्ने भने अर्काको जित त हेर्न खुसी खुसी साथ हेर्न सर किन चाहिँ यति बेसी आलिस गर्छस् क्या किन बरु त्यस्तै सक्छस् भने तँ पनि खेलेर देखा त बरु तँ आफै बन्न रेफ्री यसलाई नै लानु तँलाई नै लानुपर्छ अर्को पालिदेखि रेफ्री खेल्नु साला जाँठा के रे यहाँ दिमाग खराब भएको बेलामा रिस नउठे अब खेल्नु नै तिमीहरूले झेल खेलेको हुँदै हो तिमीले देखेको छ मैले भने हो मैले त्यस्तो भनेको छु तँलाई तँ त मेरो साथी होस् न होइन तँ मुना चाहिँ के तेरो त्यो जर्सी लगाएर तँ त्यहाँ कहाँको देशको बारेमा तँ मलाई खोज्छस् भन् त हुने कुरा गर केटा हुने कुरा गर त्यो हुँदै हो अब तिमीले मैले भनेको छैन हेर केटा सिधै कुरो हो तर मलाई एकदम साथी हो तर तैँले चाहिँ आज मलाई यस्तो गरिस् के जग्गा थुकिस् के तैँले बुझिस् तैँले थुकिस् मलाई यस्तो चाहिँ अब म हेर केटा त्यो तेरो पनि धेरै दिन्छ छैन टिप्नुलाई हेर्दै जा हेरौँला म पनि हेरौँला जिउँदो रहेछु भने हेरौँला तेरो पनि चढ्दिङ होला हेर्दै बस भाइ हेर्दै आज 3 ठोकिहाल्यो कति हेर्छस् अब झन् ह्याट्रिक भन्छ ह्याट्रिक अर्जेन्टिनाले त मेसीले भन्दै थियो अघि इन्टरभ्यूमा हेरेको अर्को पालि म ह्याट्रिक हान्छु इङ्ल्यान्डलाई 0-मा खान्छु भनेर भन्छ हुने कुरा पो गर्नुपर्छ त यार हुने कुरा पो गर्नुपर्छ त इङ्ल्यान्ड हेर त्यहाँ रागोलाई जितेको छ भाइ रागोलाई आज चाहिँ भनेपछि गोरुलाई जित्यो होला अर्जेन्टिनाले होइन अहिलेसम्म त तैँसँग कडा टिमै खेलेको थिएन त घन्टा जित्छस् तैँले त्योहरू चाहिँ कडा होइन सेमी फाइनल क्वार्टर फाइनल पुग्ने कडा टिम होइन कडा टिम चाहिँ के थियो सानसानोहरूलाई चाहिँ जितिरहेको नै हुन्छ अब मेन त बहुसँग हुँदैछ फ्रान्सलाई जित्नु सक्छ तैँले भन्दा इङ्ल्यान्डलाई त लु जस्तो तस्तो नाताले इङ्ल्यान्डले खाने हो भाइले 22मा वर्ल्ड कप हेरेन ए त्यो कुरा नसर भाइ त्यो उहिलेको कुरा खुले त्यो बुढो भएको त मर्नु लागेको त्यही मर्नु लागेको हड्डीले यहाँ सारा दुनियाँलाई चकित पार्ला जस्तो भइरहेको छ साथै यो अनुहारै नहेरौँ धेरै अनुहार चाहिँ हेर्नु पर्ने हात लाउँछस् तँलाई किन अनुहारै हेर्नु जाइ खाने मलाई त मर्नु नआएछ नि अब यहाँ मलाई ल्याएर राख्नु नआएछ नि दिमाग खराब भयो होला कसरी भन्ने छ